नमस्कार, म सुशील कुमार खड्का, म कक्षा 8 को छात्र। आज हामी ग्राफ्टिङ कसरी गरिन्छ भनेर साइन्स ल्याबमा प्र्याक्टिकल गरिरहेका छौँ। यसको बारेमा आदरणीय नरेश सरले थप भनिदिनुहुनेछ। हामी आज चाहिँ यो पनि एउटा चाहिँ समाजमा चाहिँ अलिकति फरक प्रकारको चाहिँ सन्देश जाने, अलि राम्रो चाहिँ सन्देश जाने हिसाबले प्रयोगात्मक कार्य गर्दैछौँ। प्रयोगात्मक कार्यमा चाहिँ 8 देखि 10 सम्म सम्पूर्ण हुनुहुन्छ। यहाँ चाहिँ हामी यो विषयवस्तुमा आज हामी प्र्याक्टिकल्ली चाहिँ के कार्य गर्दैछौँ। त्यसको लागि चाहिँ सबैभन्दा पहिला अब म केही विषयवस्तुहरू हामी प्र्याक्टिकलमा चाहिँ यो चाहिँ ग्राफ्टिङ कसरी गरिन्छ त भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ है सबैभन्दा पहिला। ल भाइलाई चाहिँ यो विषय चाहिँ यो ग्राफ्टिङ के हो र किन गरिन्छ, ग्राफ्टिङ किन गरिन्छ? ग्राफ्टिङ चाहिँ राम्रो बिरुवा बनाउनको लागि र राम्रो फल उत्पादन गर्नको लागि गरिन्छ। बिरुवा चाहिँ उन्नत जातको बिरुवाबाट उन्नत फलहरू चाहिँ के त उत्पादन गरेर अलि बढी उत्पादनमुखी बनाएर हामीले चाहिँ के त फलहरू चाहिँ के त उत्पादन गर्न सक्छौँ होइन। त्यसैको लागि हो ग्राफ्टिङ हुन सक्ने बिरुवाहरूमा हुने गर्छ होइन। अब जस्तै उदाहरणको लागि बिरुवाहरू कस्ता बिरुवाहरूमा चाहिँ ग्राफ्टिङ हुने गर्छ, जस्तै मेलबाट चाहिँ के बनाउन सक्छ, नासपति अनि त्यसपछि स्याउ होइन। त्यस्तै बिरुवाहरूबाट हामी चाहिँ के बनाउन सक्छौँ, ग्राफ्टिङ गरेर चाहिँ के त उत्पादन गर्न सक्छौँ। त्यसो भए अब ग्राफ्टिङ कसरी गरिन्छ त देखाइदिनु पऱ्यो, सबैले चाहिँ हेर्नु पर्छ हो कि। अब चाहिँ यो कसरी गर्न सकिन्छ सबैलाई देखाइदिने चाहिँ सबै हामी यहाँ छौँ र हेर्ने दर्शकहरूले पनि हेर्नुहुन्छ। र यो ग्राफ्टिङ कसरी गरिन्छ, अब यो ग्राफ्टिङको तल्लो भागलाई के भनिन्छ, यो चाहिँ बिरुवाको यो माथिल्लो भागलाई कसरी के भनिन्छ, यो कसरी राखिन्छ, केका लागि राखिन्छ, यो कुराहरू सबै चाहिँ बताइदिनु हस्। ल ग्राफ्टिङ गर्नको लागि चाहिँ सुरुमा हामीले यो स्ट्रक काट्नुपर्छ। स्ट्रक चाहिँ यो तल बिरुवालाई भनिन्छ, यो तलको भागलाई, अनि माथिकोलाई साइन भनिन्छ। अनि साइन र स्ट्रोकलाई जोडेर गरिने प्रक्रियालाई चाहिँ ग्राफ्टिङ भनिन्छ। अनि अब यसमा जोड्नको लागि चाहिँ पहिला यसलाई जिब्रो जस्तो काट्नुपर्छ। अब हामीले यहाँ जिब्रो जस्तो काटिसकेका छौँ, त्यसलाई जिब्रे ग्राफ्टिङ भन्ला होइन। यस, अब यसलाई जोड्नुपर्छ। जोड्नको लागि यो चिरा पारेका छौँ दुवैमा, अब यसलाई जोड्ने हो।